ल मेरो अगाडि देख्नु भएको चाहिँ एकदमै 100% ओरिजिनल अनि फेरि युके इम्पोर्टेड है यो कुनै पनि यो लोकल सामान अथवा चाइनिज सामान केही पनि छैन सुरुमा मैले तपाईलाई देखाएँ यो एकदमै हाइली डिमान्डेड यो बफेलो ज्याकेट चाहिँ हामीसँग रिस्टक भइसकेको छ है अब यो तपाईको जाडो अहिले जाडो महिना छैन गर्मी महिना छ गर्मीमा ल्याउँला भनेर चाहिँ त्यो वेट नगर्नु होला है यो बफेलो ज्याकेट हामीसँग रिस्टक भएको छ यो सुरुमै देखाउनु कारण के हो भने नि तपाईहरुले भिडियो स्किप गर्नुहुन्छ फेरि यो मिस गर्नुहुन्छ भनेर म सुरुमै देखाएको है र अब गर्मी महिना छ गर्मी महिनाको लागि भनेर तपाईहरुले नि यो खालको मैला खालको यो टी-शर्टहरु चाहिन्छ भने हामीसँग यो दुईटा अरु कलरमा छ है यो कोइट ग्रीनमा पनि छ प्लस अनि यो ओलिभ ग्रीनमा पनि छ यो सबै साइजमा अवेलेबल छ हैन र यसैको लागि अब अर्को खालको तपाईलाई कटनको चाहिन्छ भने यो आरजीआर को एउटा यो पल्टनको छ अरु प्यारासुट रेजिमेन्टको लगायत एसएएस अरुको पनि अरु प्रिन्टकोमा पनि छ है छमा चाहिँ तर मैले चाहिँ स्याम्पलको लागि आरजीआर को देखाएँ है यो स्मल मिडियम लार्ज एक्सेल सम्मै छ र यसको मुनिको लाउनको लागि यो तपाईको ब्रान्डेड हो यो बीटीपी प्रिन्टको हाफ पेन है स्क्रिनशट लिन सक्नुहुन्छ यो हेर्नुस् यो कम्ब्याट टेक्टिकलको यो चाहिँ एकदमै जेन्युइन सामान हो है युकेबाट आएको सामान हो र अब तपाईलाई यहाँ अब म एकछिन पालै देखाउँछु हैन र तपाईले अत्याधिक मन पराउनु भएको यो टेक्टिकल प्यान्ट है यो पनि कम्ब्याट डट टेक्टिकलको सामान हो यो पनि तपाईहरुलाई चाहिन्छ भने हामीसँग सबै साइजमा अवेलेबल छ अर्को कलर भनेको यो कलरमा पनि अवेलेबल छ है अब लाएर देखाउन त मिल्छ अब यो सबै कुराहरु लाएर देखाउन असम्भव छ हैन र अब गर्मीकै लागि भनेर तपाईलाई ह्याट चाहिन्छ भने धेरै आउनुहुन्छ यो ह्याट रिस्टक भएको छ बल्ल रिस्टक भएको छ है यो बीटीपी प्याटर्नको ह्याट है र कसैले चाहिँ पिक्याप भन्नुहुन्छ ल पिक्यापको लागि पनि हामीसँग अवेलेबल छ कलर भनेको ओलिभ ग्रीन अनि ब्ल्याक र बीटीपी प्याटर्नमा यो सबै कलरमा छ अब हाफमा चाहिँ कति भन्नुहुन्छ हैन फुल पनि छ हामीसँग फुल चाहिन्छ भने यो समरको लागि एकदमै लाइट वेट छ यो ब्ल्याक कलर र हेर्नुस् यो कम्ब्याट डट टेक्टिकलकै सामान हो है कम्ब्याट डट टेक्टिकलकै सामान हो यसमा पनि तपाईको ओलिभ ग्रीनमा पनि यो फुल टी-शर्ट हामीसँग छँदैछ है र अब बुट्सहरु भन्नुहुन्छ भने नि अब नर्मल कति यो एकेयु हैन यो अलबग त तपाईले देखिराख्नै भएको बुट हो नि त हैन तर नर्मली यो बुट्सहरु चाहिँ तपाईले पाउनुहुन्न यो तपाईसँग अहिले सानो खुट्टा कसैलाई छ भने यो युके साइज 5 मा हाम्रो स्टकमा अहिले अवेलेबल छ र अर्को भनेको यो आइएक्स मा यो पनि छ है 7 साइजमा 8 साइजमा यो आइएक्स को यो पनि छ एकदमै ब्रान्डेड हो है यो तपाईको नर्मली पनि यो 20 वर्ष भन्दा माथि टिक्छ है यो बुट्सहरु र अर्को एकदमै नयाँ डिजाइनमा ल यो पनि हामीसँग यो पनि सिंगल पिस हो यो कुन साइजमा छ भने नि यो युके साइज 5 मै छ ल कसैको खुट्टा सानो छ हैन भने यस्तो खालको बुट मन पराउनु हुन्छ भने यो युके साइज 5 मा छ है ल स्क्रिनशट लिनु भयो होला सायद त्यही भएर हामीलाई त्यो स्क्रिनशट पठाउनुस् WhatsApp गर्नुस् 100% ग्यारेन्टी का साथ तपाईको ठाउँमा सामान आइपुग्छ त्यसो डाउट नलिनु होला अथवा स्टोरमा आउन सक्नुहुन्छ काठमाडौँ सातबाट नखीपुरको विशाल चोकमा फेरि अरु सामानहरु म देखाउने वालामै छु आजको सामान चाहिँ मैले देखाइहाले स्क्रिनशट लिएर WhatsApp गर्नुस् थ्यांक यू सो मच